मेरो जिउ सुकेर गाँजा खाएको 25 वर्षसम्म ब्राउन सुगर तानेको सुई हानेको हेर्दा राम्रो देख्दैन थियो। अहिले अलिकति गोरो हुँदैछु, अहिले अलिकति मोटा हुँदैछु, बोल्नु पनि आउँदैन थियो, भकभकेरै बोल्थे। तपाईँलाई थाहा छ, मलाई प्रभुले स्पष्ट बोल्ने पार्नु भयो। मानिसहरूले हेर्दै गर्दाखेरि कस्तो ट्यापे होला, कसको बिग्रेको छोरो होला, इभन विश्वासीले हेर्दाखेरि पनि यस्तो पनि विश्वासी हुन्छ र जिउभरि ट्याटु छ भन्ने जजमेन्ट त आउँथ्यो नि त। तर त्यो समयमा परमेश्वरलाई थाहा थियो बोनी तामाङ भन्ने मेरो छोरा चाहिँ मलाई यसले असल आराधना गर्दैछ। तपाईँलाई थाहा हो, रातैभरि म वचन पढ्थेँ। त्यही भएर अहिले मलाई जुनै